पुरस्कृत हुनुहुने सम्पूर्ण कर्मचारीहरूलाई बधाई दिँदै पुरस्कार वितरणको लागि विशिष्ट अतिथि सम्माननीय प्रधानमन्त्री ज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। अब म कार्यक्रमका विशिष्ट अतिथि सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष आयोगको स्थापना दिवसको अवसरमा शुभकामना सन्देश तथा सम्बोधनका लागि सादर निवेदन गर्दछु। सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीज्यूहरू, राष्ट्रिय सभाका माननीय उपाध्यक्षज्यू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा संवैधानिक निकायका प्रमुखज्यूहरू, उपस्थित अन्य पदाधिकारी, राष्ट्र सेवक तथा सञ्चारकर्मी मित्रहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको 35औं स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको छ। मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणको लागि आयोगले पुर्याउँदै आएको भूमिका महत्त्वपूर्ण स्मरणीय रहँदै आएको छ। पछिल्लो समय यस आयोगले अझै सक्रिय र निर्भीक रूपमा आफ्नो कारबाही अघि बढाएकोमा यसको नेतृत्वको म प्रशंसा पनि गर्दछु। मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य शर्त हो। समाजमा न्याय र न्यूनतम मापदण्ड पनि भ्रष्टाचारविहीन अवस्थामा नै हो। त्यसैले प्रत्येक सुशासनमुखी राज्यले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको पाइन्छ। हामीले पनि भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न निकाय गठन गरी कानुनी नीतिगत र संस्थागत रूपले सबल बनाएका छौँ। भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो एक शक्तिशाली निकायको व्यवस्था गरेको छ। यसले गर्ने अनुसन्धान र अन्य कारबाहीहरूका कारण प्रत्येक कर्मचारी तथा राष्ट्र सेवक पदाधिकारीमा एक प्रकारको डर अवश्य पैदा भएको छ। त्यस्तै भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धिको हामी पक्ष राष्ट्र छौँ र नेपालले अन्तर्राष्ट्रिय तहमा गरेको प्रतिबद्धता अनुरूप भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनवाई गर्न विशिष्टीकृत प्रकृतिको अदालत गठन गरिएको छ। यसरी हेर्दा भ्रष्टाचार नियन्त्रणका लागि हामी कहाँ पर्याप्त संरचना छन्, पर्याप्त कानुनी र नीतिगत व्यवस्था पनि छन्। तर पनि किन हामी कहाँ भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन सकिएको छैन? किन भ्रष्टाचार निवारणकै माग राखी जेएनजी युवाले गत भदौ 23 र 24 गते सडकमा आन्दोलन गर्नु पर्यो? यी प्रश्नमा विचार गर्दा हामी सबैले बुझ्नुपर्ने र मनन पनि गर्नुपर्ने कुरा के छ भने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अङ्गको नै हो। त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुख नै आफ्नो संस्था र संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्दछ। जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्ग भन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्ने छैनौँ। मैले यसअघि पनि भनेको छु, प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख नै जिम्मेवार हो। यो मान्यता, चेतना र जिम्मेवारीको बोध प्रत्येक राष्ट्र सेवक, कर्मचारी, राजनैतिक नेतृत्व र अन्य सरोकारवाला पनि हुन जरुरी छ। मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणको मूलभूत माग राखी जेएनजी युवाको अगुवाईमा भएको आन्दोलनको जगमा गठित वर्तमान सरकारले नागरिक मैत्री प्रशासनको अनुभूति गराउने, भ्रष्टाचार नियन्त्रण लगायत समग्र प्रशासकीय सुधारका कार्यमा प्राथमिकताका साथ अघि बढिरहेको छ। यसै गरी वर्तमान सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको छ।
राज्य कोषमा भार पार्ने गरी कुनै अनावश्यक भर्तीहरू रोकेको छ। पर्याप्त तयारी नगरी केवल दुरुपयोगको उद्देश्यले मात्र रातो किताबमा राखिएका योजनाहरूको बजेट कटौती गरेको छ। वाञ्छित सुविधाहरू लिने र राज्यको स्रोत वा साधन दुरुपयोग गर्ने प्रवृत्ति विरुद्ध हामी निर्मम ढङ्गले प्रस्तुत भएका छौँ। नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता, राहदानी, सवारी चाल, अनुमति पत्र लगायत सार्वजनिक सेवा सरल, शीघ्र, सुलभ ढङ्गले प्रदान गर्न सरकार निकै संवेदनशील भइलागेको छ। आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी सुशासनको मार्गचित्र तयारीको कार्य पनि अन्तिम चरणमा पुगेको छ। भ्रष्टाचार विरुद्धका कारबाहीहरूलाई तीव्र पार्न हामीले राज्यका भएकै संरचनाहरूलाई पूर्णतः व्यावसायिक स्वतन्त्रताका साथ सक्रिय हुन प्रेरित गरेका छौँ। यसका केही परिणाम देखिएका पनि छन्, केही दूरगामी परिणाम देखिने गरी हामीले जग बसालेका छौँ। यद्यपि जेनजी युवा मात्र होइन, अन्य आम नेपाली नागरिकले चाहेको सुशासन र भ्रष्टाचार मुक्त नेपाल निर्माणका लागि यी प्रयासहरू मात्र पर्याप्त छैनन्। अझै कठोर र निर्मम ढङ्गले कदम चाल्नुपर्ने आवश्यक छ। हामीले जेनजी आन्दोलनपछि थप द्वन्द्व चर्किन नदिन र शान्ति सुव्यवस्था कायम गरी निर्वाचनको वातावरण बनाउनमा धेरै ध्यान केन्द्रित गर्यौँ। निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको भावना अनुसार थप कदम उठाउनेछन् भन्ने मलाई विश्वास छ। यस मञ्चबाट सबैलाई म के आग्रह गर्न चाहन्छु भने आउँदो फागुन 21 को निर्वाचनलाई पनि मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानको रूपमा लिऊँ। स्वच्छ छवि र भ्रष्टाचार विरुद्धको प्रष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरूको थलो प्रतिनिधि सभालाई बनाऊँ। अन्त्यमा सदाचार प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणमा उल्लेख्य योगदान गरी सम्मानित पुरस्कृत हुनुभएका सञ्चारकर्मी एवं आयोगका कर्मचारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु। आगामी दिनमा पनि यस आयोगले आफ्नो संवैधानिक दायित्व प्रभावकारी ढङ्गले पुरा गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै 35औं स्थापना दिवसको उपलक्ष्यमा पुनः आयोग परिवार तथा सबै सदाचार प्रेमी समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।